यो सरकारले कागजमा देखेको सपना यसरी स्थानीय उद्यमीहरूले पुरा गरेर तपाईँलाई कस्तो लागिरहेछ के भन्नुहुन्छ? यो त धेरै राम्रो कुरा हो। वास्तवमा हामी प्रदेश सरकारले प्रारम्भदेखि नै भनेका छौँ, हामी प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय तह तीनटै संरचना मिलेर हामीले हाम्रो ठाउँको डेभलपमेन्ट गर्ने हो, विकास गर्ने हो र यही विकासबाट समृद्धि पनि ल्याउने हो। र हाम्रो समृद्धिको आधार भनेको चाहिँ पर्यटन हो। हामीसित पर्यटनको यति अथाह सम्भावना छ, यति धेरै क्षेत्रहरू छन्। यी क्षेत्रहरूलाई हामीले प्रारम्भिक काम पनि गर्न सकेका छैनौँ। त्यसो भएको हुनाले अब हाम्रो नगरपालिका र तपाईँहरू स्थानीय तहबाट जुन यो ठाउँलाई डेभलप गर्नुभयो, यसप्रति म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। अध्यक्षजी पनि यहाँ हुनुहुन्छ, उपमेयर साहब हुनुहुन्छ, अध्यक्षहरू हुनुहुन्छ र तपाईँहरूले यो क्षेत्रलाई अब यसका केही समस्या पनि छन्, किनभने 3-4 महिना हामी यहाँ केही पनि गर्न सक्दैनौँ बर्सातको बेलामा। जेठ अन्तिमबाट असोजसम्म हाम्रो निकै रिस्क हुन्छ यहाँ। त्यो भएको हुनाले त्योभन्दा बाहेकको समय अवधिमा यो क्षेत्रको समग्र विकास गर्नको लागि के सम्भावना छ, के समस्या छन्, हामीले के गर्नुपर्ने, प्रदेश सरकार त्यसमा तयार छ। र म यहाँको अध्यक्षलाई भन्न चाहन्छु, तपाईँहरूका समस्याहरू हामीलाई पठाइदिनुहोस्। हामीले के कुरामा सहयोग गर्दाखेरि यो क्षेत्र अझै बढी मान्छेहरू आउने, आवत जावत गर्ने र यो क्षेत्रको चाहिँ आर्थिक समृद्धि र विकासमा यसले टेवा पुर्याउँछ, त्यो कामको लागि हामी तयार छौँ। अहिले तपाईँहरूको दैनिक आउने 5,000 मान्छेहरू, बिदाको दिन आउने 20,000 मान्छेहरूले यहाँ मलाई लाग्छ दैनिक करोडौँ ट्रान्जेक्सन भइरहेका छ। यसलाई अलिकति मात्रै व्यवस्थित गरियो, आउने बाटोहरू, जाने बाटोहरू अलग अलग बनाइयो भने जुन जाम छ बाटोमा, बाटा सानो छन्, त्यसलाई पनि समाधान गर्न सकिन्छ। र तपाईँहरू 2टा बाटाहरू विकल्पहरू खोज्नु होला, ती बाटोको मर्मत सम्हार गर्ने काम हामी गरिदिन्छौँ। त्यसपछि यहाँ शौचालयको पानीको अभाव होला, त्यो कुराहरूलाई तपाईँहरू व्यवस्थापन गर्नुहोस्। अलिक परतिर कतै लामो महिला पुरुषका अलग अलग शौचालयहरू त्यो बन्यो भने पनि मान्छेलाई सहज हुन्छ। र यहाँ आएका जस्तो होटल व्यवसाय आदि इत्यादि खाने पिउने जुन छन्, यसलाई हेल्दी, स्वस्थ र राम्रो हुनु पर्यो। र अब यही बेला हो कमाइहाल्ने भन्ने पनि भएन, किनभने वर्षको 8 महिना यो चल्दाखेरि 6देखि 8 महिना चल्दाखेरि पर्याप्त नै कमाइ हुन्छ। त्यसले गर्दाखेरि हेल्दी पनि होस् र मूल्य पनि मान्छेले सामान्य तिर्नु परोस् र यसको प्रवर्धन अझै बढी गर्नु पऱ्यो। गर्नलाई हामी कहाँ जोडिनुपर्छ, हामी तयार छौँ। र मित्रराष्ट्र इन्डिया जो हाम्रो छिमेकमा छ, यहाँबाट करिब 10 किलोमिटरमा हामी सीमा जोडिन्छौँ। त्यो ठाउँबाट मित्रराष्ट्रतर्फ पनि यसको बढी प्रचार प्रसार गरेर हामी बढीभन्दा बढी मान्छे ल्याउन सक्यौँ भने हाम्रो उद्देश्य पुरा हुन्छ। तपाईँहरूले जे गर्नुभएको छ यसलाई म धन्यवाद दिन मात्रै आएको र आगामी दिनमा आएर अलिक दिउँसो घुम्ने फिर्ने हेर्ने, यहाँका समस्यालाई अवगत गरेर यहाँको सहयोगमा योगदान गर्ने चाहिँ हाम्रो उद्देश्य छ। म यही कुरा भन्न तपाईँहरूको बिचमा आएको। 2082 कोशी भ्रमण वर्ष भनिरहँदाखेरि यहाँनिर अटोमेटिक रूपमा चाहिँ खालको माहौल पर्यटनको जुन सूर्यास्तको एउटा गन्तव्य बनिरहँदाखेरि अलिकति कोशी प्रदेश सुस्ताएको र अलिकति गोरुभन्दा अगाडि गाडा गएको हो कि जस्तो भइरहेको छ। स्वाभाविक हो, होइन? गोरुभन्दा गाडा अगाडि त्यो पनि गएको छैन। तपाईँहरूले जे गर्नुभयो आफ्नो ठाउँमा, यो कुरामा हाम्रो तर्फबाट योगदान गर्नुपर्छ, म त्यही भन्न आएको। किनभने सबै ठाउँको पहिचान र पत्ता लगाउने अथवा यसको विकास गर्ने काममा सरकार सबै ठाउँमा पुग्छ भन्ने छैन। तर तपाईँहरू जनता पुगेपछि सरकार पुग्नुपर्छ, हामी त्यो चाहन्छौँ। सूर्योदय जस्तो हाम्रो चाहिँ इलाममा सूर्योदय हुन्छ। सूर्योदय हेर्नको लागि मान्छेहरू लाखौँ, टाइगर हिल जाने मान्छेहरू अहिले इलाम जान्छन् भने सूर्यास्त हेर्न पनि हामी विभिन्न सामुद्रिक किनारा गएर हेर्नुपर्छ भने यहीँ हेर्न पाइयो, होइन? हाम्रोमा लाखौँ मात्रै होला सङ्ख्या, तर इन्डियाबाट आउने मान्छे करोडौँ मान्छे आउने ठाउँ नजिक पनि पर्छ। त्यसो भएको हुनाले यसको विकास प्रबन्धनको लागि हामी जे गर्नुपर्ने गरौँला। तपाईँहरूले जे प्रयास थाल्नु भएको छ यसमा सहयोग गर्ने मात्रै हाम्रो उद्देश्य हो। सूर्यास्त र सूर्योदय हेर्नको लागि तपाईँहरूले यसका बुकलेटहरू बनाउनु, यसको सडकहरूलाई क्लियर गरिदिनुहोस्। यसका लागि चाहिनेहरू संरचना बनाउनु भने मान्छेहरू आउँछन्। सरकार यति मात्रै भन्न आएको, तपाईँहरूको यो प्रयास राम्रो छ, यसमा हामी जोडिन चाहन्छौँ।